केटाहरू के भन्छ यार। एकदम साइट आइपुग्यो मेरो भाइ। अनि जस्ट भिडियो चाहिँ अब खतरै भएको। हाम्रो लाउरे चाहिँ फेरि यस्तो पातली गोरीको कुरा नगर राजा हो। गाइज वेलकम ब्याक टु माई अनदर ब्रान्ड न्यू एपिसोड। म फेरि पनि बाहिर निस्किरहेको छु सुकुम्बाको लागि। अनि मसँग चाहिँ मेरो भाइ छ। ओ हेलो, के छ? दोब्रो। ल हामी चाहिँ आज यसो घुमघामको लागि निस्किरहेको छौँ। अनि यसो बेलुकातिर अब हाम्रो चाहिँ 2 दिन इस्टरको होलिडे भएको हुनाले गर्दाखेरि चाहिँ 2 दिन हाम्रो आज र भोलि छ। अनि कति रुममा बस्ने होइन, यसो घुमाउँ न त यसो भनेर चाहिँ अनि पार्कतिर जाँदैछौँ हामी। अनि यसो रमाइलो गर्नको लागि फन इन्टरटेनमेन्ट होइन, त्यस्तै त हो। अनि यस्तै छ, अब के गर्नु, दुःख गर्नु पऱ्यो, काम गर्नु पऱ्यो। अनि काम गरिसकेपछि छुट्टी हुन्छ, छुट्टीमा यसो रमाइलो गर्नै पऱ्यो। अनि चाहिँ हामी चाहिँ रमाइलो गर्नको लागि जाँदैछौँ। अनि हामी चाहिँ कहाँ जाने अरे आज? एरोन पार्क जाने हो र? कस्तो ठिकै छ? एकदम लगाइजहरू अब हामी चाहिँ ब्युटिफुल पार्कमा जाँदैछौँ होइन। अनि अब त्यतै गएर भेटौँला है त। ओके स्टे ट्युन। ल अब चाहिँ फेरि यहाँनिर हाम्रो साथीभाइहरू मिटअप भइसकेको छ। हामी चाहिँ अर्को हाम्रो साथी हाम्रो चौधरी सर के छ भने हो नि हो। ल आज चाहिँ हाम्रो रमाइलो हुन्छ। मेरा मित्रगणहरू भेला भएको छ। कहाँ? ए केटाहरूको बर्थडे पार्टी रहेछ। अनि पुरै भएको थियो। के छ भने यार लाउरे केसो यसो भन न कुराहरू के छ नि? के भइरहेछ नि? अनि हल्ली चल्ली तिमीहरूले पनि बोलिरहेछौ? लास्ट धेरै बोल्ने के? कम्प्लेन गरिदिन्छु है म। कम्प्लेन गरिदिन्छु है म फेरि। ल गाइजहरू अब हाम्रो त गाडी आयो 110 पारी पुल पारी जान्छौँ। अनि त्यहाँदेखि चाहिँ गोबारतिर लाग्छौँ। Opens the world through an ancient door. The silence alive, yet brimming with sound. पातली गोरीको कुरा नगर राजा हो। अब हेर गाइजहरू, अब हामी चाहिँ Under the boughs where the shadows play. ल गाइजहरू अब हामी चाहिँ उत्रिम ट्रामदेखि होइन। खै केटाहरूले के गन्छ अन्त के भयो, कहाँ उत्रिनु पर्ने? हाम्रो चाहिँ ल अब हामी चाहिँ जेब्रा क्रसिङ। केटाहरू के भन्छ यार। के भयो अरे हामी चाहिँ अहिले स्टेसन मिस्टेक हो र? हामी चाहिँ गलत स्टेसनमा आइपुग्छौँ। म पनि पहिलो जाँदैछु कि, त्यही भएर। के अरे म पनि साथीहरू है, म चाहिँ मैले फर्स्टचोटि अब कहाँ भेटिन्छ त्यही पनि हावा। म पनि फर्स्टचोटि जाँदैछु कि, त्यो भएर यिनीहरूले मलाई लिएर आउँदैछ है। खै केटाहरू ल अब यो चाहिँ अहिले समरको चाहिँ सुरुवाती हुँदैछ। आज लगभग यहाँको चाहिँ मतलब तापक्रम हेर्ने हो भने लगभग आज 19, 20, 21 देखाइरहेछ माथि चाहिँ। अनि सो द्याट अब चाहिँ यहाँ कुर्सियामा पनि पुरै अब समर स्टार्ट हुनेवाला छ। त्यो भएर बेलुकीको पखतिर चाहिँ पुरै सिरेर हावा चल्ने भएको हुनाले जाडो हुन्छ। त्यही भएर मैले 2टा हुडीमा भित्रदेखि पनि केही न्यानो कपडा त लाएको छु। भरे फेरि टी सर्टमा आयो, भरे बेलुका जाने बेलामा जाडो हुन्छ। त्यही भएर चाहिँ म चाहिँ कपडा
लगाएर नहाल्छु अलि बेसी चाहिँ हुनु पर्यो भन्ने हो The wind hums songs at the break of day, whispering pine. अब ल गाइजहरू हामी चाहिँ लगभग पुग्नु आँटेको छ केटोले आज यो स्टेसन बिर्सेर चाहिँ अर्को रङ स्टेसनमा आएको हुनाले गर्दा चाहिँ हामीलाई अलिकति गाह्रो भएको अवस्था भइरहेछ ठिक छ र पनि अब हिँड्नको लागि स्वास्थ्यको लागि राम्रै हो कि कसो एकदम एकदम मिस्टेक भएछ हाम्रो लाउरे चाहिँ फेरि यस्तो ऊ जहिले पनि अब केटाहरू सिङ्गलहरू हो अब यसो ल गाइजहरू हामी त फाइनली आइपुग्यौँ यारुन कहाँ आउँछ बे? म एरोनमा छु यो। बिच चाहिँ गाइजहरू हामी चाहिँ आइपुग्यौँ होइन ल यस्तै छ एरोनको हालखबर हो र ल भरे आउन त्यहाँ यसो सामान मनमोहक जेडी एरोनको दृश्य किन्छ लाने। हामी कता जाने यहाँदेखि त उता हो सिधै हाम्रो राजा चाहिँ फोनमा लिएर आउन एउटा व्यस्त छ म यता हो यसो घुम्न निस्केको बाहिर हो बाहिर माछा मार्नु पनि मिल्छ यहाँ हँ? भनेपछि यहाँनिर बोट सोट सबै गर्न पाइयो है बोट लिएर आउनुपर्छ क्या हो Secrets untold, carrying tales only the forest holds. In the arms of solitude, I am found. Oh, whispering. ल गाइजहरू हामी चाहिँ आज पुरै फोटो सेसन पुरै भिडियो सेसन मोडल मान्छे एकदम आज मोडल चाहिँ ऊ तर एकदम साइट आइपुग्यो मेरो भाइ अनि जस्ट भिडियो चाहिँ अब खतरै भएको छ है फोटो चाहिँ डरै गएको छ अनि आज यस्तै भइरहेछ के गर्नु अब सास पर्दैछ त्यही त त्यहाँ हेरौँ अब के हुन्छ कसो हुन्छ हँ? बिहालाई लिएर छ के कहाँ जाने अरे यहाँ आएपछि त कसको याद आयो अरे सल्ली के अरे यो पाइयो है यहाँ पौडी खेलेर पाइयो क्या अहिले नहुनु अहिले त छैन यो गाइजहरू हामी चाहिँ भिडियो चाहिँ आज टन्नै भएको छ है अब अर्को स्पटतिर जाँदैछौँ हामी Sing me your tune, caught in the rhythm. ल गाइजहरू है घुम्दैछौँ डुल्दैछौँ अनि यो चाहिँ अघि चाहिँ अर्को पोखरी हो यो चाहिँ अर्को पोखरीमा आइपुगेछौँ पौडी साइड अनि चट्टसँगले मेरो साथीहरू भाइहरू के छ नि हेलो हेलो ठिक छ नि कस्तो लागिरहेछ नि यारुन भन्थ्यो मलाई थाहा थिएन है अनि अब यारुन लिएर आयो तिमीहरूले कस्तो कस्तो एकदमै के हो खास यारुनको बारेमा भन्नु त अलिकति सो यो एकदमै यहाँको बस्ने घुम्ने सो वकिङ बडी जस्तो वकिङ आउँछ यहाँ मान्छे रमाइलो छ है? दायाँ बायाँ भ्यूहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ यस यो भिडियो मार्फत नेपाली साथीभाइहरू चाहिँ कति जमघट हुन्छ भनेर आउँछ नेपाली भन्नु धेरै आउँछ है अब जागरेको अलिकति सेन्टर पोइन्टै पर्छ है? नजिकै अब पर्छ समर स्टार्ट भयो त्यो भएर यहाँ अलिक चलफल बढेको आज टन्नै मान्छे रहेछ है समर लाग्दैछ दिनै गर्मी हुन्छ आज छुट्टी भएर पनि होला सायद होइन बिस्तारै गर्मी हुँदैछ ल गाइजहरू अब खास अब आजको भ्लगमा त्यस्तो खास त के होइन यसो हामी चाहिँ भिडियो सुट गर्नको लागि चाहिँ यसो निस्केको होइन यसो टिकटकहरू यसो बनाउनु भनेर निस्केको त्यसले गर्दाखेरि अनि अब यसो अलिअलि के छ कसो देखाएको मात्रै हो होइन अब इन्ट्रेस्टिङ भिडियोहरू चाहिँ आउनेवाला छ अब बिस्तारै ट्राभलिङ अब भ्लगहरू आउँछ होइन ल गाइजहरू मलाई सपोर्ट गर्नु होला फलो गर्नु होला होइन अनि म चाहिँ विशेष अब त्यस्तो त होइन आफ्नै डेली बेसिसमा अब के छ कसो छ ऱ्यान्डमली त्यस्तो भ्लगहरू बनाउँछु होइन म चाहिँ अब एक्सप्लोर गर्छु ठाउँहरू अब तपाईँहरूले यसो कमेन्ट गर्नु होला अब होइन अब कुनै ठाउँहरू अब तपाईँहरूले मन परेको छ भन्दाखेरि चाहिँ अब आउने दिनहरूमा चाहिँ म अरू देशतिर चाहिँ अब ट्राभल गर्न यसरी भिडियोहरू बनाउन एक्सप्लोर गर्न चाहिँ मन लागिरहेछ सायद निकट भविष्यमा जानेछु ल गाइजहरू सपोर्ट गर्नु होला अनि यस्तै रमाइलो भिडियोहरू म अनि विशेषतः यो ठाउँहरूको लागि एक्सप्लोर गर्छु चिजहरू अब अझै अब एकछिन हामी घुम्छौँ अनि त्यहाँदेखि लाग्छौँ होला रुमतिर है त स्टे ट्युन The stars and the moon teach me the language of rustling leaves.
गाइजहरू अब आजको घुमघाम यति नै होइन अनि अब अर्को नेक्स्ट ब्लगमा भेटौँला अनि आज घुमघाम त्यस्तै भयो विशेषतः चाहिँ अब यो हाम्रो अब जागिर सिटीको यो वरिपरि हुनुहुन्छ भने आउनुहोस् होइन 9 बजीमा के एकदम राम्रो छ टाढा हुनुहुन्छ भने पनि आउनुहोस् यो चाहिँ एकदम वान अफ द के भन्छ एकदम राम्रो प्लेस हो अनि यहाँ चाहिँ विशेषतः एकदम समरको बेलामा चाहिँ एकदम राम्रो छ होइन अनि एकदम ठुलो एरिया अनि चट्टसँगले बस्ने अब पिकनिकहरू खाने गेट टुगेदर गर्ने सबै गर्ने ठाउँ हो होइन अनि त्यस कारणले आउनु होला एकदम राम्रो छ अनि यति भन्दै आजलाई यति नै हो अब फेरि पनि अब अर्को भ्लगमा राम्रो भ्लग लिएर आउनेछु यति भन्दै आजलाई मेरो भ्लग म यहीँ अब अन्त्य गर्छु अनि फेरि पनि अर्को भ्लगमा भेटौँला भन्दै अहिलेलाई टाटा बाई बाई सी यू नेक्स्ट भ्लग